एभ्रिवान सबैजनाले सेवानी तपाईहरु कस्तो हुनुहुन्छ म चाहिँ एकदम सन्चै छु अनि धेरै दिन बादमा फेरि पनि म तपाईहरुको बीचमा छोटो भिडियो लिएर आएको छु स्वागत छ मेरो यो नेक्स्ट भिडियोमा तपाईहरुलाई सो साथीहरु आज चाहिँ म आएको छु बजार हेर्नुस् है यहाँ बहिनीले चाहिँ चप्पल किन्ने चप्पल चाहिँ हेर्दा भतिजीलाई चाहिँ मनै परेन अरे चप्पल चाहिँ एउटा छान्दै अर्को छान्दै बल्ल एउटा चाहिँ मन परायो है ओइ राम्रो खतन तेरो ओरिजिनल हो गाना ओरिजिनल हो इटु हामीले चप्पल पनि लिइसक्यौं त्यसको बादमा हामी जाँदैछौँ अहिले सब्जी लिनु यहाँ चाहिँ एकदम टमाटर साथीहरु एकदम सस्तो रहेछ अहिले चाहिँ 20 रुपैयाँ केजी रहेछ टमाटर चाहिँ एकदम राम्रो ताजा अनि साथीहरु हामीले चाहिँ सब्जी लिइसक्यौं त्यसको बादमा मैले चाहिँ स्कुटी सर्भिसिङ दिएको थिएँ गएर हेरेको त स्कुटी चाहिँ भातलाङ बनाइराखेको रहेछ त ला मेरो स्कुटी चाहिँ धेरै बिग्रेको रहेछ कि क्या हो भनेर आज चाहिँ पैसा धेरै जाने पर्यो भनेर डर पनि लाग्यो अनि एकछिन बसे वेट गरे त्यसको बादमा स्कुटी त कस्तो राम्रो न्यू बनाइदिएर एकदम दामी बनाइदियो कुदाएर पनि हेरिहेर्यो खतरा राम्रो भएछ स्कुटी सर्भिसिङ एकदम दामी भएछ पहिला पनि मैले सर्भिसिङ गरेको थिएँ राम्रै गरिदिएको थिएन के योपालि चाहिँ एकदम राम्रो गरिदिएको छ मलाई पनि मन पर्यो त्यसको बादमा पैसा चाहिँ बेची लिएन त्यसको बादमा चाहिँ हामी चाहिँ घरतिर आयौँ मेरो भिडियो चाहिँ यस्तै खालको आउँछ धेरै दिनको बादमा मैले चाहिँ यो ब्लग बनाउँदै छोटो तपाईलाई कस्तो लाग्छ लाइक कमेन्ट शेयर गरिदिनु होला।